कल्पना गर्नुहोस् त एउटा विशाल फुटबल मैदानको छेउमा एउटा चिहान छ र त्यहाँ केटाकेटीहरू फुटबल खेलिरहेका छन्। सुन्दा नै डरलाग्दो छ नि होइन र? त्यो ठाउँको नामले नै स्पष्ट सङ्केत दिन्छ, त्यो हो भूत खेल। स्थानीयहरू भन्छन् कि यो ठाउँको नाम यसकारण राखिएको हो किनभने यहाँ भूतहरू खेल्न आउँथे। टोखाको भूत खेल। स्थानीयहरूको भनाइअनुसार प्राचीन समयमा मानिसहरू भूत खेलमा गाईबस्तु चराउन आउँथे, तर रहस्यमय रूपमा त्यहाँ जाने जो कोही पनि कुनै न कुनै रूपमा गायब हुन्थे र कहिले पनि घर फर्कन्थेनन्। उनीहरूलाई यो पनि डर थियो कि यदि यस्तै नै भइरह्यो भने त टोखामा एकजना पनि जीवित रहने छैनन्। त्यसैले उनीहरूले एक तान्त्रिकलाई यो समस्या समाधान गर्न भने, जसले तान्त्रिक शक्तिहरूको मद्दतले देवतालाई पुकारे। देवतालाई छल गर्न तान्त्रिकले देवतालाई सोधे कि यो अवस्था कहिलेसम्म निरन्तर हुनेछ, जसको जवाफ थियो, यो यति ठुलो हुन सक्छ कि यसले आकाश छुन्छ र यदि यो तल झुक्यो र चिच्यायो भने पृथ्वी फुट्न सक्छ। यसै भन्दै गर्दा तान्त्रिकले देवतालाई किल्लाले हिर्काए र सधैँको लागि जमिनमा सुरक्षित गरे। त्यही स्थानमा अहिले मसान काली मन्दिर बनेको छ। अहिले भूत खेललाई पार्क बनाएर निकै नै राम्रोसँग संरक्षण गरेर राखिएको छ। 20 रुपैयाँ प्रवेश शुल्क लिएर यहाँभित्र प्रवेश गर्न सकिन्छ अनि विभिन्न प्रजातिका रुख, फूल अनि सल्लाका रुखहरूको हावा खाँदै यहाँको वातावरणको अनुभूति गर्न सकिन्छ। प्रायजसो सिनेमा अनि गीतको छायाङ्कन हुने यो ठाउँ टोखा नगरपालिकाको महत्त्वपूर्ण ठाउँहरूमध्येको एक हो। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।